शिवबाबु शिव यता यता यो बसेर नगाएको र कस्तो अस्ति भर्खरको जुसम्मको बाहिर जानुपर्छ 12 बजेपछि पर्छ ज्ञान विषय यति जानेकै मान्छे कथा नसुनि कसलाई सुनाउने विशेष बुझेको मान्छेले त बुझ्दिनु पर्छ भाउ शिव छोड्नु ती बाहिर जाऊ यो अवज्ञा हुन्छ भाइ भगवान्लाई अवहेलना गरेर हुन्छ सच्चिदानंद भगवान को भागवत भगवान को तर भगवान बड़ा प्रेम का साथ में निर्भर करें वो स्मरण करें हो रमण करें वो तीन दिव्यानंद का साथ में अजानंद नारायण भने न हरि भनौँ त हरि भने त मरि 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 भन्छ हरि भन्दैन मरि मरि चाहिँ भन्नु हरि भन्ला त भने त मरि भन्न सक्दो चाहिँ कहाँ भन्न सक्दो त्यो त अप्ठ्यारो नाम मरि 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 भन्छ हरि भन्दैन र अब अन्तिम अवस्थामा उर्दकेशौ काक कृष्णौ वक्रतुण्डौ नखालिदौ सदृष्ट्वा त्रस्तरिजया सक्रिमुञ्च विमुञ्चते महाराज सक्रिमुत्रम विमुञ्चते गरुडांगा महाराजका दूतहरू आएर रामेलाई तानेर लाग्दा अन्तिममा भगवान अत्यन्तै आपत भयो लौ न आपत हो अब मलाई त महाराजका दूतले लिएर जान लागे भने मेरो नारायण छोराको अवस्था कस्तो होला भनेर नारायण नारायण बाबु आऊ नारायण बाबु आऊ 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 भनेर बोलाउँदा एकै बार भने पनि रामेका लागि आदि महाराजका दूतबाट चट्ट छुटाइदिनु हो नन्दै भगवान्का पार्षदले माथिबाट हेर्नु हो अजानलाई अकाल मृत्युबाट छुटाइदिएर महाराजले उद्धार गरिदिनु हो बडा प्रसन्न हुनेदान धन्य भगवान हजुरको कृपामा माथि बन्नु मैले नजानिकन छोरोलाई नारायण भनेर बोलाउँदा त भगवान प्रसन्न भएर आउनुभयो भने नजानिदिनु त्यगाधाम किं पुनः श्रद्धयाग्रहं जानी किं पुनः श्रद्धयाग्रहं फेरि श्रद्धापूर्वक भगवानको नाम संकीर्तन चिन्तन गरिन्छ भने भगवान नपाउने भन्ने त हुँदै हुँदैन श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण